कुलमान घिसिङ नेपालमा उदाएका यस्ता तारा जसले दैनिक 18 घण्टाको लोड सेडिङलाई घटाएर शून्यमा जारी दिए। सेप्टेम्बर 14, 2016मा पुष्पकमल दाहाल प्रचण्डको सरकार भएको समयमा उनी पहिलो पटक नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको अर्थात् म्यानेजिङ डिरेक्टरको रूपमा नियुक्त भए। उनलाई फेरि अगस्त 11, 2021मा शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा पुनः नियुक्त गरियो। उनी मार्च 25, 2025मा केपी ओलीको सरकार भएको बेलामा प्रबन्ध निर्देशकको पदबाट बर्खास्त भएका छन्। केपी ओली नेपालका यस्ता राजनीतिक पिक्चर बनेका छन् जसले उदाउँदा हरेक व्यक्तिलाई मेटाउन खोज्दैछन्। रवि डामिचानलाई फसाएर पुगेन, बालिनसँग ब्याटल खेलेर पुगेन, अझै नेपालको विद्युत क्षेत्रमा सबैभन्दा बढी महत्त्वपूर्ण भूमिका खेलेका कुलमान घिसिङलाई आज पदबाट बर्खास्त गरेका छन्। कुलमान घिसिङ र सरकार बीचको द्वन्द्वलाई बुझ्न पहिला यी कुरा बुझौँ। कुलमानको विद्युत शुल्क असुली अभियान। नेपाल विद्युत प्राधिकरणले ठूला औद्योगिक उपभोक्ताहरूबाट बाँकी विद्युत शुल्क असुली गर्ने अभियानलाई तीव्रता दिएको थियो। घिसिङको यो अडान केही प्रभावशाली उद्योग र राजनीतिक व्यक्तित्वलाई मन परेन। सरकारी निर्देशनको अवज्ञा। सरकारले नेपाल विद्युत प्राधिकरणलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिई आफ्नो औलामा नचाउन चाहन्थ्यो। यस्तो अवस्थामा घिसिङले यो कुराको अवज्ञा गरिरहे। नेपाल विद्युत प्राधिकरणका अनुसार घिसिङले कानुन विपरीत काम गरेका छैनन्। भारतसँग विद्युत व्यापार सम्झौता। कुलमान घिसिङ विद्युत व्यापार सम्झौता गर्न भारत गएको बेला उनलाई स्पष्टीकरण सोधिएको थियो। त्यो स्पष्टीकरणमा उनी मन्त्री परिषदको निर्णय बिना किन भारत गएको र खर्च बढाउन किन खोजेको भनेर आरोप लगाइएको थियो। तर नेपाल विद्युत प्राधिकरणले त्यो कुरालाई आफ्नो भाषामा झुट भन्दै त्यो पहिल्यै मन्त्री परिषदबाट पारित भएको कुरा जनायो। यो घटनाले पनि सरकारका मन्त्रीहरू घिसिङबाट चिडिए। सभामुख महोदय, तत्कालीन समयमा लोड सेडिङ अन्त गरेको श्रेय भारतलाई जानुपर्छ। यो मन्त्रीको कुराबाट तपाईँ सहमत हुन्छ कि सहमत हुनुहुन्न? प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन।